हेलो हेलो साथीहरू, आज चाहिँ मेरो वादी दवसरको लोड भएको छ अनि जोस रियादबाट वादी दवसरको लोड गरेको छु आज चाहिँ मैले साथीहरू हैन। अब मेरो यात्रा सुरु गर्नेछु म। तपाईहरु सुरुदेखि अन्तिमसम्म हेर्दिनु होला साथीहरू हैन। अनि लाइक, कमेन्ट, शेयर अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त साथीहरू। मेरो यस्तै ट्रकिङ ब्लग भिडियो हेर्नको लागि है त। ल है साथीहरू, आज चाहिँ ठ्याक्कै निस्कियो हैन। हामी दुवैजनाको वादी दवसरमा खाली गर्ने भएको भएर दुवैजना निस्कियो। यहाँ लैलाको ठुलो पेट्रोल पम्पबाट अहिले दुवैजना निस्केको अवस्था है साथीहरू। अहिले चाहिँ निस्केको हो म हैन। ट्र्याक्टरले ल्याङ गरिदिरहेछ। ड्यासबोर्डले छेकिँदो रहेछ, राम्रोसँग देख्दै नदेखिँदो रहेछ नि। साथी अब्दुल करिमको साथी हुनुहुन्छ हैन। अब्दुल करिम कम्पनीका नेपाली साथी नै हुनुहुन्छ। अहिले चाहिँ म लैला आइपुगेको भएर सँगै उहाँ लैलामा सुतिरहनु भएको रहेछ। म रियादबाट निस्किएको हिजो नै हो निस्केको त, तर बिजनमा आएर सुत्यो। काँटा गर्ने ठाउँमा आएर सुत्यो। त्यहाँबाट अनि बिहान म उठेर हिँडेको। उहाँ चाहिँ भर्खर उठ्नु भएको, ठ्याक्कै पाइखाना छिर्नलाई रोकिएको। ठ्याक्कै उहाँ सुतिरहनु भएको रहेछ यसमा फेरि यहाँनिर पेट्रोल पम्पमा। त्यही भएर अब सँगै भयो साथी पनि हैन। दुईजना सँगै जानेछौँ। यस्तै छ अब साउदीको काम हो है। नेपालमा नि काम गरियो, नगरेको होइन, नेपालमा नि गरियो। तर अझ धेरै चाहिँ अब अहिले साउदीमा गर्दैछु। यस्तै छ साथीहरू। काम भन्ने कुरा अब गर्नु परिहाल्यो हैन। आफ्नो पेट पाल्न आफूले पाल्नु परिहाल्यो। काम त गर्नु परिहाल्यो। काम नगरिकन त हुँदैन। बालबच्चा बुढी बच्चा पाल्नु पर्यो, परिवार पाल्नु परिहाल्यो। त्यही भएर जोस गरिँदैछ, राम्रै छ, चित्त बुझ्दो छ। मान्छेलाई हुन त कहिले चाहिँ चित्त बुझ्छ र। जस्तो भए पनि काम हुँदैछ, राम्रो हुँदैछ। जे हुन्छ राम्रै हुन्छ, त्यति चाहिँ मनमा लिएर हैन। पछाडिका कुराहरू भन्ने कुरा आउँदै गर्छ, जाँदै गर्छन्। के भयो त हैन। हाम्रो नेपाली गुरुको अल्माना कम्पनीको भएको हैन। गाडी टन्नै छ। जाँदै हुनुहुन्छ। नेपाली गुरु भिडियो बनाउँदैन।
आइयो आरामले सुत्यो राति चाहिँ सुलेलमा सुत्यो होइन ल यस्तै छ है साथीहरू दुईतिर गाडीहरू सुतिरहेको यस्तो छ है यस्तो छ सुलेलको रेबन पम्पको दृश्य पारिपट्टि पनि गाडीहरू सुतिरहेछ यता पनि छ ल है साथीहरू आज खतरा हावा चलेको छ होइन धुलो डेन्जर धुलो उडेको छ त्यहाँनिर गाडी हेल भएको छ गाडी आज अब बाटो राम्रोसँगै देखाएको छैन खासमा बनाउने यस्तै छ साथीहरू हेलो साथीहरू आज पनि अब ल ठ्याक्कै वादी पुगेर वादीबाट रियाद फर्केर आयो जोस रियाद आइपुग्यो साथीको अर्को भिडियोमा भेटौँला साह्रै बाटोमा उब्रेको अर्को भिडियो भेटौँला साथीहरू यो ट्रिप पनि सक्सेस भयो
तत्परवालालाई धन्यवाद छ होइन। सुरुदेखि अन्तिमसम्म तपाईँहरूले हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब फेरि अर्को भिडियोमा भेटौँला साथीहरू होइन। अर्को भिडियोमा भेट्ने बाचाका साथ आजलाई चाहिँ छुट्टिन्छौँ होइन। हस् त सबैलाई बाई बाई।